हेलो साथीहरु, सबैलाई जय मङ्गल छ। यतिखेर बिहानको 9:30 बजेको छ। हामी चाहिँ यतिखेर मुङलिनमा आइपुगेका छौँ। मुङलिनबाट चाहिँ काठमाडौँ जाने र पोखरा जाने बाटो छुटिँदैछ। हामी चाहिँ पोखरा जाने बाटोतिर हामी सरिक हुन लागिरहेका छौँ। यहाँ हामी साथीहरूसँग भेटघाट गर्नको लागि साथीहरूलाई पर्खिरहेका छौँ। सँगै जाने हुन्छ है साथीहरू। मुङलिन पारी तरेर गण्डकी, ल यो चाहिँ मुङलिन है साथीहरू। हामी यताबाट आयौँ, चितवन नारायणघाटबाट। नारायणगढबाट यता जाने बाटो यो पोखरा हो। पोखरा जाने बाटो ल सबैलाई जय मङ्गल छ। यतिखेर हामी चाहिँ तनहुँ जिल्लाको यो म्याग्दे भन्ने यो गाउँपालिका या नगरपालिका होला, यहाँनिर आइपुगेका छौँ। र यो एउटा भ्याली जस्तो छ, साह्रै राम्रो ठाउँ। र यहाँनिर बढी जस्तो मगर समुदायहरू बढी छन्। यो चाहिँ बसोबासको लागि चाहिँ अत्यन्तै राम्रो ठाउँ रहेछ साथीहरू। ल हामी चाहिँ यो बन्दीपुर, तनहुँको बन्दीपुर दिमाल्नी भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ बन्दीपुरको डाँडा है साथीहरू। यो के भ्यू टावर बनाउँदै होला। यहाँबाट चाहिँ केबल कार पनि सञ्चालनमा ल्याउने भन्ने सुनेको थियो, सायद सञ्चालनमा आइपुगिसक्यो होला। यो बन्दीपुर है साथीहरू। र साथीहरू सबैलाई जय मङ्गल छ। यतिखेर चाहिँ हामी तनहुँदेखि लमजुङतर्फ अगाडि बढिरहेका छौँ। र ल यो तनहुँको यतिखेर हामी तुरदेखि माथि 22 जङ्गालदेखि अलिकति माथितिर आइपुगेका छौँ। हामी पूर्वतिर बस्ने साथीभाइहरूले पूर्वको होइन इलाम पाँचथर साह्रै सुन्दर छ भन्छौँ। तर हामीले यदि देशको 77 जिल्ला घुम्यौँ भनेदेखि यो नेपालको सबै ठाउँ गाउँहरू चाहिँ त्यत्तिकै सुन्दर छ भन्ने कुरा चाहिँ पुष्टि हुन्छ है साथीहरू, होइन। यो नेपालको कुनै पनि ठाउँ जाउँ स्वर्गभन्दा कम छैन साथीहरू। सबैलाई जय मङ्गल है। हेलो साथीहरू, जय मङ्गल। हामी चाहिँ यतिखेर लमजुङको यो सुन्दर बजार भन्ने ठाउँमा आइपुगेका छौँ। आज हाम्रो यहाँनिर चाहिँ मङ्गोल म्युजियम, ओहो जय मङ्गल, मङ्गोल म्युजियम सन्दकपुर इलाम निर्माणार्थ अभियान चाहिँ हाम्रो सञ्चालन भइरहेको छ। त्यसको निमित्त चाहिँ यो लमजुङको सुन्दर बजारमा हामी आइपुगेका छौँ। यहाँ चाहिँ एउटा गुम्बामा चाहिँ आज गुम्बाको भवनमा चाहिँ हाम्रो कार्यक्रम चाहिँ सम्पन्न हुन गइरहेको छ। र भर्खरै खानपान सम्पन्न भयो साथीहरू। ल साथीहरू सबैलाई जय मङ्गल। हामी चाहिँ यतिखेर ठ्याक्कै तनहुँ र लमजुङको बोर्डरमा आइपुगेका छौँ। र यो ब्याक साइडमा देखिरहेको चाहिँ यो पौदी बजार हो लमजुङको। यो लमजुङको गेट हो, यो प्रवेश गर्ने गेट हो, यो स्वागत गेट देखिँदैछ भिडियोमा होइन। म अर्कोपट्टिबाट देखाउँछु है। ल यो चाहिँ लमजुङ जिल्ला प्रवेशद्वार हो। यहाँबाट बेसी सहर लगभग 1 घन्टामा पुगिन्छ। यो चाहिँ लमजुङको पौदी बजार हो साथीहरू। नेपालको जुनसुकै जिल्लामा पुग्दाखेरि पनि साह्रै सुन्दर छ साथीहरू। सुन्दर बजार अस्पताल अरे पौदी बजार है साथीहरू। अब यतापट्टि हेऱ्यो भने चाहिँ यो चाहिँ फेरि यता चाहिँ तनहुँ पऱ्यो साथीहरू। ल यो चाहिँ पौदीबाट देखिने मर्स्याङ्दी नदी है साथीहरू। मर्स्याङ्दी बगेर नारायणीमा झर्छ भन्ने गीत छ नि साथीहरू। यो मर्स्याङ्दी बर्खामा त अत्यन्त ठुलो हुन्छ, अहिले हिउँदमा त सानो सानै रहेछ।
सानो सानो भन्दा पनि निकै ठुलै छ। यहाँ असला माछा चाहिँ साह्रै धेरै पाइँदो रहेछ साथीहरू। ल हामी चाहिँ गोर्खा र लमजुङको सिमानामा रहेको यो चेपे खोलामा चाहिँ छौँ यतिखेर। हाम्रो सङ्गठनका सदैव प्रेसिडेन्ट बुद्धलाल मेन्सेज्यू पनि यहाँनिर हुनुहुन्छ हामीसँग। ल चेपे खोलाको दृश्य यो चाहिँ साथीहरू। ल हामी चाहिँ गोर्खा र लमजुङको बिचमा पर्ने यो चेपे खोलामा आइपुगेका छौँ। निकै ठुलो रहेछ नि यो खोला, म त सानो होला जस्तो लाग्यो। निकै ठुलो रहेछ साथीहरू। यो खोलाको प्रयोग चाहिँ, यो खोलाको पानी चाहिँ यहाँको मूलवासी मङ्गोलहरूले नपिउँदो रहेछ, किनकि यहाँको गोर्खाको यो लिग्ली कोटमा चाहिँ द्रव्य शाहले चाहिँ घले राजाको टाउको ठुन्काएर उसको सेनामेनालाई ठुन्काएर चाहिँ उसको रगत चाहिँ, हाम्रो पुर्खाको रगत चाहिँ यो खोलामा पखालेको कारणले गर्दाखेरि चाहिँ यो खोलाको प्रयोग चाहिँ, यो खोलाको पानी चाहिँ हाम्रो पुर्खाले पिउँदैन भन्ने चाहिँ हामी सुनेका थियौँ। र हेलो साथीहरू, सबैलाई जय मङ्गोल छ। यतिखेर चाहिँ हामी गोर्खा जिल्लाको चाहिँ यो छेपाटार भन्ने बजारमा आइपुगेका छौँ। साँझ परिसक्यो, यहाँ 6:30 बजे छ यतिखेर साँझको। निकै अँध्यारो भएछ। यो चाहिँ मेरो दोस्रो पल्ट हो साथीहरू। दिस इज माई सेकेन्ड टाइम इन दिस छेपाटार। ल ल ल आयो त। ल यो चाहिँ छेपाटारै साथीहरू। छेपाटारको यो दक्षिण साइड हो। यहाँबाट हाम्रो सिधै माथि उत्तरतिर गयो भने नवीनजीको गाउँ घले के भन्छ बारपाक सिलिकोटतिर जान्छ यो बाटो चाहिँ साथी। अब हामी यताबाट चाहिँ गोर्खा बजारतिर जाँदैछौँ। ल यो चाहिँ गोर्खा बजारै साथी हो। दलभन्ज्याङ छेउबाट मैले खिच्दैछु। यो रातिको दृश्य है। यो चाहिँ गोर्खा बजारै साथीहरू। गोर्खा बजार चाहिँ माथि डाँडा पर्छ। गोर्खाको पनि नयाँ बजार भन्छ। रातसँगले खिचौँ न हौ। अरे पूर्व त यता पो रहेछ यार, घाम झुल्किरहेको छ। कस्तो थाहा नपाइने हौ। पूर्व त यता पो रहेछ त। ल गोर्खा यो चाहिँ साथी हो। ल हामी चाहिँ यतिखेर गोर्खा बजारमा आएको छौँ। यो मेरो सेकेन्ड टाइम हो गोर्खामा। गोर्खा बजार नयाँ बजारमा छ यतिखेर। गोर्खा बजारको पनि माथि डाँडामा चाहिँ गोर्खा दरबार छ। ल हामी चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको एउटा टिम घुमिरहेछौँ। मङ्गोल म्युजियम सन्दकपुर इलाम भवनार्थ टिम घुमिरहेछौँ। त्यो टिम चाहिँ आज गोर्खामा आइपुगेछ र हामी गोर्खा दरबारको परिसरमा यतिखेर आइपुगेका छौँ। र यो चाहिँ मेरो सेकेन्ड टाइम हो गोर्खा दरबार अवलोकन भ्रमणमा। ल हाम्रो साथीहरू चाहिँ ब्याकग्राउन्डमा हुनुहुन्छ है। अरू साथीहरू कतातिर लागे। ल यो चाहिँ फेरि हिजो मूलवासी मङ्गोलहरूको चाहिँ यो राज्य कब्जा गरेर पृथ्वीनारायण शाहले आफ्नो बनाए। अब फेरि मङ्गोल नेसनल अर्गनाइजेसनले यसलाई यही देशको मूलवासी मङ्गोलहरूको हातमा ल्याउने अभियान चाहिँ अगाडि बढिरहेको छ र निकट भविष्यमा नै यो कुरा चाहिँ सम्पन्न हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ साथीहरू। हामी चाहिँ गोर्खा दरबारको परिसरमा छौँ, उकालो चढ्दैछौँ। ल जय मङ्गल है साथीहरू, जय मङ्गल। जय मङ्गल साथीहरू। खोइ हो गलियो क्या हो। ल गुड गुड। चाहेको बानर सेना जस्तो साथी हो यो। ल हामी उकालो चढ्दैछौँ साथीहरू। हाम्रो गायक सन्तोष तामाङ पनि हुनुहुन्छ है हामीसँग। जय मङ्गल। यो भिडियो हेरेर हामीलाई चाहिँ जाउँ भनेन, हामीलाई त भनेन पनि भनेर चाहिँ नरिसाउनु होला है। हाम्रो मङ्गलको बहिनीहरू फोन उठेन अरे। 2025 का दिन हामी
ल बसेर पनि निकाल्नु पर्छ के हो साथी हो बसेर पनि नहुने अब माथिको सिन निकाल्नु खोजेको भएन सरहरू आउँदैछ है कति वर्ष बसेको भाइ हो सर श्यामजी हो यो हजुर 2-3 वर्ष होला नि होला है अन्दाजले हामी गोर्खा दरबारको टप आइपुगेछौँ साथी ललितपुर से दिल्लीतिर हिमाल छ नि यो गोर्खा दरबारको टपबाट देखिएको दृश्य हो हामी चाहिँ गोर्खा दरबार परिसरको सबैभन्दा माथिल्लो ठाउँमा आइपुगेका छौँ ल यो दरबारको परिसर अवलोकन गरिराख्दाखेरि साम्राज्यवादी शासकहरूले चाहिँ लडेर भन्दा पनि धोकापूर्ण तरिकाले चाहिँ कब्जा गरेको हो भन्ने पुष्टि हुन्छ अन्यथा यहाँ त्यो जमानामा तीर धनुषले चाहिँ कब्जा गर्ने स्थिति यहाँनिर देखिँदैन किनकि यो त्यस्तै खालको भूगोलमा अवस्थित छ यो गोर्खा बजार पनि सबै दृष्टिकोणले उपयुक्त रहेछ है बस्नको लागि चाहिँ बाली नाली साह्रै उब्जाउ हुने रहेछ यहाँनिर पुरै आलु खन्ने कार्यक्रम चलिरहेछ यतिखेर प्याज लसुनहरू त्यतिकै फलेको छ यहाँ ल हामी चाहिँ यतिखेर आबु खैरेनीको छेउमा छौँ यो मर्स्याङ्दी नदीको पुल हो यहाँनिर चाहिँ ब्याकग्राउन्डमा देखेको गोरखपुरी टायर कम्पनी हो यो चाहिँ अहिले बन्द अवस्थामा छ पहिला नेपालमा टायरहरू उत्पादन हुन्थ्यो अहिले बन्द छ बन्द गराइएको हो भएको भन्दा पनि र यो मर्स्याङ्दी पुल पारी तनहुँ र यो वारी चाहिँ यो गोर्खा हो हामी चाहिँ आबु खैरेनीतिर जाँदैछौँ तनहुँतिर खैरेनी 1 किलोमिटर लेखिरहेको छ है साथी पुरै कायापालन गर्ने चाहिँ अनि पछि त्यो चाहिँ राम्रो देखाउँदै जानुहुन्छ क्या आँसुको मोल त्यस्तो हुन्छ क्या तपाईँको अलिकति ओजेल पाएर त्यसलाई चाहिँ विभिन्नहरू षड्यन्त्रकारीले विभिन्न कार्यक्रम ल्याइदिएर अझै ओजेल पाएर त्यसले त धेरै मान्छेको भावना त खिचेको थियो क्या त्यो भिडियोले मेरो दिदी हुनुहुन्थ्यो इन्डियामा हेर्दै रुँदै गर्दैछ क्या हेलो साथीहरू सबैलाई जय मङ्गोल म चाहिँ यतिखेर धादिङ बेसीमा आइपुगेको छु हिजो यहाँ हाम्रो कार्यक्रम सम्पन्न भइसकेको छ र आज हामी फर्किने तर्खरमा छौँ यो धादिङ बेसी देखिएको धादिङको सदरमुकाम पछाडि हिमाल पनि चलक्कै देखिएको रहेछ है साथी हो आज बिहान दिन खुलेको छ साथीहरू कस्तो राम्रो हिमाल देखिएको छ यो धादिङ बेसी हो देखिएको यो धादिङको सदरमुकाम कस्तो छ साथीहरू यो हिमाल जुम गरेर देखाएँ मैले यति नै जुम भएछ हिमाल है कुन हिमाल हो थाहा भएन यहाँबाट यतापट्टि देखिएको छ अर्को हिमाल फेरि मेरो झन् नजिकै देखिएको रहेछ नजिकै रहेछ हिमाल हेलिकप्टरमा जाने हो भने धेरैमा आधी घन्टा होला जस्तो लाग्छ हिमाल धादिङ बेसीबाट देखिने हिमालै हो यस्तो राम्रो हिमाल होइन जय मङ्गोल सम्पूर्णमा यतिखेर भने हामी धादिङ जिल्लाको गजुरी नजिकै रहेको यो कफी हब ट्रिपल क्राउन रिसोर्टमा छौँ उहाँ हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका प्रचार सचिव श्याम लिम्बुजी हुनुहुन्छ उहाँको साथमा रहेर मैले यही कुराहरू भन्न पाउँदाखेरि र उहाँले देखाइराख्नु भएको दृश्यहरू तपाईँहरूको सामु देखाउन पाउँदाखेरि र उहाँको साथमा हुँदाखेरि मलाई धेरै नै खुसी लागेको छ भन्दै म यति भन्न चाहन्छु यस्तो पनि घुमाइदेऊ न त सिन चाहिँ होइन सम्झना बिर्सना है साथीहरू ल सबैलाई जय मङ्गोल जय मङ्गोल ल काठमाडौँ आइपुग्यो साथी हामी चाहिँ यतिखेर एकै बिजी मलको अगाडि छौँ ल जय मङ्गोल है
जाँदाखेरिको जय मङ्गल ल जय मङ्गल साथीहरू हामी चाहिँ यतिखेर ललितपुरको चापागाउँमा आएका छौँ साथीहरू अब यहाँ आज इलामको मङ्गल यता हारे होइन ल खोल्छ म क्या यो काठमाडौँ ललितपुर भक्तपुर जिल्ला पनि अनौठो छ साथी हेर्नु नि रुख टमाटर फलिरहेछ अलैँची पनि त्यहाँनिर एउटा झ्याङ रहेछ है खाने बेला भएछ सबै रुख टमाटर ल साथीहरू हामी चाहिँ सिन्धुलीगढीमा छौँ है यो मेरो दोस्रो पल्ट हो सिन्धुलीगढीको भ्रमण उकालो सिँढी चढ्दैछौँ है हामी चाहिँ ल उकालो चढ्दैछौँ ल गुराँस फुलिरहेछ है साथी पछाडि हो नि डान्स अरे आइपुग्नु गर्नु कहिले हो डान्स पऱ्यो यार ल मेरो सेकेन्ड टाइम है साथी यो ल यो चाहिँ साथीहरू सङ्ग्रहालय है यो सिन्धुलीगढीको र सब मलाई चाहिँ यो फेक लाग्यो है साथी इतिहास पनि मलाई एकुरेट लागेन घटनाहरू पनि एकुरेट लागेन यहाँ रहेको चिजहरू पनि एकुरेट लागेन त्यो चाहिँ मलाई मनमा लागेको कुरा है हेलो साथीहरू यो चाहिँ सिन्धुलीगढीको म्युजियम हो यो म्युजियम परिसरमा छौँ हामी यतिखेर ब्याकग्राउन्डमा साथीहरू पनि देखिराख्नु भएको छ र यही केही मानव आकृति रहेको छ पछाडि तर त्यो के कति सत्य हो सही हो त्यो चाहिँ अब इतिहासकै गर्वमा रह्यो तर यसो आकृतिहरू चाहिँ बनाइएको छ है साथीहरू ठाउँ ठाउँमा जय मङ्गल साथीहरू अहिले दिउँसोको ठ्याक्कै 3 बजेको छ ठ्याक्कै होइन हामी चाहिँ अहिले यतिखेर यो चतारामा छौँ है कोसीको पुलमाथि छौँ 3 बजे हामी आइपुगेछौँ बिहान 4 बजे काठमाडौँबाट हिँडेको ब्याकग्राउन्डमा साथीभाइहरू हुनुहुन्छ है यो चाहिँ कोसी नदी है सप्तकोशी नदी हो यहाँनिर अरुण कमर सुनकोशी एकेकोशी दुधकोशी सबै मिसेर आएको छ यहाँनिर हामी चाहिँ यो चतारामा छौँ चताराको पुल हो यहाँ यो बाटो सिधै यो खोला सिधै तल